बोनसको बेलामा त बोलिदिनु पर्यो नि त। र अहिले भोटको बेलामा आएर उहाँ बोल्नुहुन्छ। अनि थापा चोर हो। अनि हामी उसको गुण त बिर्सिन सक्दैनौँ नि। गुण त उहाँले बिर्सिन्छ कि जसले घुस खाएको छ, हो कि न भन्नुहोस् है। अब उहाँ डबल इन्जिन सरकार भए त पाउने थियो होला। जे जस्तो उहाँबाट अब नपाए पनि बाजे नै अहिलेसम्म सोचिरहेको नै रहेको छु। त्यही हो बाजे। हजुर बाजेको मोदी नरेन्द्र मोदीलाई नि यति भन्न चाहन्छु, हाम्रो माग चाहिँ हामीले वापस पाऊँ। हामीलाई भोट अगाडि यस्तो दिन्छु उस्तो दिन्छु भन्छ, तर कुनै उयो सहुलियत चाहिँ बगानमा छैन। जस्तै सहुलियत भएको नि काट्दैछ। श्रमिकों के साथ है, इनसे जानते हैं कि इनको पीएम चाय बगान श्रमिक योजना मिलती है या नहीं। आइए जानते हैं। चाय बगान श्रमिक योजना के बारे में पता है आपको? थाहा छैन त्यस्तो के हो, नहीं जानते हैं। जैसे हमारे जो पीएम है प्रधानमंत्री, उन्होंने जो चाय बगान के श्रमिक है आप लोग, उनके लिए श्रमिक योजना बनाया है, जिसके अंदर आता है कि आप लोगों को 250 से ऊपर दिया जाए रोज का। देना चाहिए तो हम लोग को देना चाहिए, हम लोग को। बोलिए, कोई बात नहीं। ठिक है बोल्नुपर्छ यस्तो कुरोमा है। हामीलाई पनि हाजिरा कम्ती दिइरहेको छ है। अनि यति कम्तीमा हामीलाई पनि बगान चलाउनु साह्रो पर्छ, हामीलाई घर चलाउनुको लागि साह्रो पर्दैछ है। अन्त कतिवटा चिज लागू भएको छैन, त्यो चिजहरू लागू गरिदिनुपर्छ। कतिवटा चिजहरू बन्द पनि भएको छ बगान बस्तीमा है। त्यो बन्द भएको चिजलाई पनि हजुरहरूले मागेर ल्याइदिनु सक्नुभयो भने चाहिँ ठिकै छ। नरेन्द्र मोदीलाई नि यति भन्न चाहन्छु, हाम्रो माग चाहिँ हामीले वापस पाऊँ। हाम्रो जतिवटा पनि चिजहरू गुम भएको छ है, त्यो चिजहरू चाहिँ हामीले वापस पाऊँ भनेर भन्छु। हामीले त्यही हो हामीले भन्ने चाहिँ। तपाईँहरूको उयसले गर्दाखेरि मिडियाले गर्दा नआउँछ कि हाम्रो पाइहाल्छ कि, हाम्रो चाहिँ भन्ने त्यही छ। पायो भने झन् राम्रो हो, अझै पाओस्, झन् अझै के पाउनु छ त्योहरू सबै पाओस्, हामी त्यही भन्छौँ। इनका कहना ये है कि इनको अभी तक प्रधानमंत्री चाय बगान श्रमिक योजना जो प्रधानमंत्री के द्वारा दिया गया है, उनके बारे में पता तक ही नहीं है। नहीं पता ना, थाहा छैन। होइन उयो अब 250 रुपियाँ हाजिरा छ हाम्रो बगानको, 350 भन्छ। अब हामीलाई दिन्छ भन्छ, अब त्यो कहिलेदेखि लागु के कसो त्यो थाहा छैन। अब जस्तै अब पश्चिम बङ्गालको मुख्यमन्त्रीले पनि घोषणा गरेको छैन। हामीलाई चाहिँ 250ले चाहिँ के पुग्दैन। अब जस्तै नानीहरू पढाउनु ओढाउनु यताउति पुग्दैन। अब यसरी हामीहरू बगानमा खटेर रोजी भिजी घाम पानी भन्छौँ, त्यस्तो गरेर गर्छौँ। 250ले हामीलाई केही पुग्दैन। हामीलाई भोट अगाडि यस्तो दिन्छु उस्तो दिन्छु भन्छ, तर कुनै उयो सहुलियत चाहिँ बगानमा छैन। जस्तै सहुलियत भएको नि काट्दैछ। जस्तै बगानमा पहिला पाउँथ्यो घरहरू, त्यो घर काट्यो। हाम्रो दौराको छुट्टी 8वटा पाउँथ्यो, त्यो काट्यो। अहिले 500 रुपियाँ दिँदैछ। अब रिपेयरिङमा त्यो दिँदैन हामीलाई। अब त्यस्तोहरू छ। अन्त अब मुख्यमन्त्री अहिले ममता ब्यानर्जी उहाँ हुनुहुन्छ चिफ मिनिस्टर, उहाँले चाहिँ हाम्रो बगानको के कसो हो त्यो बुझेर दिनुपर्छ। बगानको कतिवटा सहुलियतहरू, अब जस्तै हाम्रो बोनसको बेलामा हामी धर्ना दिनुपर्छ। 20% लागि हामी धर्ना दिनुपर्छ। अब यो अस्ति भोट अगाडि 20% पायौँ, अब अरू यो वर्ष न त 12% पाउँछौँ कि हो। त्यस्तोहरू चाहिँ सबै हेरेर हामीलाई दिनुपर्छ। हामी गरिब दुखी यो बगानमा खटेर बुढो भइसक्यो। हामी अब यो रिटायर हुने बेला भइसक्यो। न त बगानबाट के दिन्छ न त के पाउँछ सहुलियत। अब सरकार पनि चुप छ। सरकार बोल्नुपर्छ यसमा। हामीले गएर भन्छौँ पार्टीकोलाई यस्तो भन्छौँ, अब खोइ त त्यो उयो केही छैन सहुलियत। हाम्रो बगानमा चाहिँ सहुलियत पुरा माहारा भएको छ। अस्ति हामीले पनि यसो न्युजमा सुन्यौँ, अमर थापा जानुभएको रहेछ। अमर लामा जानुभएको रहेछ, उहाँ पनि जानुभएको रहेछ। कहाँ कुन चाहिँ जग्गा हो बहिष्कार गरेछ। जस्तै उहाँले भन्नुभएको थियो जिटिएमा चाहिँ बगान पर्दैन भनेर भन्नुभएको थियो, र त्यहाँ जुन चाहिँ सत्य कुरा भन्नुभएको थियो त्यसमा चाहिँ उयो भएको रहेछ। अब हेर्नुहोस्, अब हामी बिहान 7 बजीदेखि खट्छौँ। अब अहिले 4:30 ओजन जान्छौँ। अब वहाँ गएर 5 बजी घरमा पस्छौँ। कति हाजिरा कति? 250। के चाहिँ गर्नु, कता चाहिँ गर्नु, त्यो पनि त सोच्नुपर्छ। हाम्रो त भनाइ त्यही छ नि, सबै जसले दिन्छ त्यसकै पछि लाग्छ। अब हामीलाई जुन चाहिँ सरकार आओस् 350 बनाइदियोस्, बगानमा हेरचाह गरिदियोस्, त हामीहरू उहाँहरूसँग साथ छौँ। अब हामीलाई केही पुग्दैन। अब भोटको बेलामा आएर
यस्तो दिलाउँछु उस्तो दिलाउँछु भोट पछि छैन। अन्त हामीहरू त अब बुझ्छौँ नि, अब सुन्छौँ नि, उनीहरूले भनेको औला उयसमा हामीहरूले होला भनेर भोट हाल्छौँ, तर केही हुँदैन। अब त्यसमा हामीलाई दुःख मन लाग्छ क्या। अब सिधै दिन्छु त भन्दैन, भोट पछाडि भन्छ। अब भोट पछाडि त को आउँछ होला, कसैलाई थाहै हुँदैन। त्यो कुरै हराइहाल्छ। पहिला मात्रै यस्तो दिन्छु उस्तो दिन्छु भन्छ, तर पछाडि चाहिँ छैन, कोही हुँदैन। 15 वर्षसम्म अन्त ममता ब्यानर्जीले शासन गर्नुभयो होइन, अन्त उहाँले अहिले 15 वर्षसम्म पनि उहाँलाई देखाइदिने कि तपाईँहरूको हाजिरा केही भएको छैन त्यसमा। 15 वर्ष भयो केही भएको छैन। उसले त खालि स्वार्थ लुट्दैछ। किन भन्नुहुन्छ भने अब लाडली बेटी मोदी सरकारले दिएको छ, केन्द्र सरकारले, त्यसलाई लक्ष्मी भण्डार बनाएर उसले 500 रुपियाँ मात्रै दिँदै थियो, त्यसमा पनि खाइदिएको थियो। अहिले त्यो मोदीबाट चाप हुँदाखेरि अलिकति 1500 जस्तो बढ्यो, त्यसमा उनीहरूको उयो छ। अब तपाईँको घरको लागि हेर्नुहोस्, प्रधानमन्त्री निवास योजना, त्यसलाई चाहिँ बोट बनाएर चाहिँ ममता ब्यानर्जीले मजाले छत नबनाएर च्यादर लगाएर त्यसमा उनीहरूले गरिरहेको छ। यस्तो गर्छ। 15 वर्षमा एकदमै हामीलाई दुःख भएको छ ममतादेखि चाहिँ। सेन्ट्रलको एउटा पनि स्किमहरू तपाईँहरूले पाउनु भएको छैन। सेन्ट्रलबाट के भएको छैन। आयुष्मान कार्ड मान्छे त्यो भएको छैन। हामीलाई बिजेपी भनेर छुट्याएको छ, हामीलाई कार्ड दिएको छैन। त्यो स्वास्थ्य साथी भनेर के छ, उसले चाहिँ नाम बदली गर्यो। त्यो त स्वास्थ्य साथी होइन रहेछ नि त, के रहेछ त्यसको नाम। तर स्वास्थ्य साथी बनाएर चाहिँ हामीलाई छुट्याएर बिजेपी भनेर हामीलाई दिएको छैन। त्यसो गर्दैछ यहाँ। सेन्ट्रलको त आयुष्मान भारत, हजुर सेन्ट्रल आयुष्मान भारत हो, तर त्यसलाई चाहिँ अहिले उसले चाहिँ स्वास्थ्य साथी बनाएर चाहिँ हामीलाई दिएको छैन, हामीलाई छुट्याएको छ बिजेपी भनेर। यहाँसम्म गरेको छ ममताले, हर चिजमा छुट्याएको। अब मोदीले नगरेको होइन। तपाईँको अहिले सम्झिनुहोस्, अब यो के भन्छ घर घर जल योजना, यसमा हेर्नुहोस्, एक त हामीले एउटा मरमस्ती गरिरहेको छ, पाइपलाइन लगाइदिइरहेको छ, प्लास्टिक हो। यसमा के हुनुपर्ने थियो घर घर जल विषयमा, त्यसमा पनि उयो भएको छैन, राम्रोसँग भएको छैन। हामीलाई यसमा भइरहेको छ। तपाईँको अनलाइनमा हेर्नुहोस्, अब बोजूहरूको लागि गाडी भाडा तिरेर कहाँ जानु पर्थ्यो पैसा निकाल्नुको लागि, त्यो अहिले घर घरमा मोदी सरकारले बनाइदियो। डिजिटल इन्डिया बनाएपछि अहिले हामीलाई सुविधा भयो। त यो तपाईँको ग्यास सिलिन्डर यसमा फ्री दिएको छ मोदी सरकारले, उज्जवला योजना भइरहेको छ। यो मोदीबाट उनीहरूले नाम बदली गरेर चाहिँ मैले दिएँ भनेर चाहिँ उनीहरूले एकदम गल्ती गरेर अत्याचार गरिरहेको छ सबैतिर। यस्तो छ। अरू म भन्दै जानेछु अहिले। हजुर यसपालि तपाईँलाई कुन चाहिँ सरकार परिवर्तन योपालि परिवर्तन आउनुपर्छ। 15 वर्ष भयो। म त तपाईँको जसवन्त सिंहलाई पनि दिएको, आलुलिया पनि दिएको, बाजगाईलाई पनि दिएको, राजु विष्टलाई 2 पल्ट। आइज पनि म तयारी छु, म पुलिङ एजेन्टमा बस्दैछु बिजेपीबाट। यति वर्षमा तपाईँलाई केही पाएको छैन। यति बेला अब उहाँ डबल इन्जिन सरकार भए त पाउने थियो होला, तर अब ममताको राज छ अहिले 15 वर्ष भयो। यसमा हामीलाई केही दिएको छैन। गुनासो छ हामी। तपाईँले यति काउन्ट गराउनु भयो नि, सबैभन्दा राम्रो मतलब सुइटेबल तपाईँलाई को लाग्यो, को पार्टी जसले? यो त बिजेपी हो, यो त बिजेपी हो। हामी त बिजेपी पहिलेदेखि गरेर आएको। अहिले जुबिन्द्र अधिकारीलाई हामी मुख्यमन्त्री देख्न चाहन्छौँ। जुबिन्द्र अधिकारीलाई खालको छ हाम्रो विचार। तो इनका ये कहना है कि इन्होंने बहुत ऐसे चीजें झेली है और सेंट्रल की एक भी स्कीम इन तक नहीं पहुंचती है। जो भी स्कीम इन लोगों को मिल रहा है वो सिर्फ ममता बनर्जी अपना टैग लगा के इन लोगों तक पहुंचाती है, वो भी कई सारे पैसे का मतलब गोलमाल करके। तो यहाँ और भी लोग हैं, उनसे भी जानते हैं। के बोल्नु, भोट दिनु हुँदैन? भोट त दिनुपर्छ नि, भोट आफ्नो उयो अधिकार हो, दिनुपर्छ। अन्त अधिकारलाई कसरी युज गर्नु हुँदैन? गर्ने त्यही त दिने त। तपाईँले के लाग्दैछ कि यसपालि परिवर्तन हुनुपर्ने? परिवर्तन त हुनुपर्छ। एउटा मेडिकल कलेज 40 किलोमिटर टाढा जानुपर्छ। हस्पिटलको पनि दुःख छ हामीलाई। बुढो मान्छे हो, हाम्रो ब्रेनको बिमारी छ, त्यसले गर्दा कोमा पनि म समयमा गएको हो 8-9 दिनसम्म। त्यसको बादमा चाहिँ अब अलिकति राम्रै छु अहिले। दबाई मेडिकलको खाँदैछु। 9 वर्ष भयो गएको, महिना पछि
सिलिगुडी मेडिकल कलेज त्यहाँभन्दा यतातिर हस्पिटल छैन हामीलाई खरसाङको असुविधा हस्पिटल चाहिँ एकदम टाढो पर्छ हामीलाई यता सिलिगुडी नजिक पर्छ तर खरसाङको हस्पिटललाई हामीलाई त सत्ता परिवर्तन नै चाहिन्छ नि हामी त भन्छौँ मोदी सरकार आओस् किनभने ममताले गर्नुसम्म गरिसकेको छ हामीलाई अधिकार भइसकेको छ है अनि कतै राम्रो हुन्छ कि भनेर अहिले हामी चाहिँ अब मोदीपट्टि लागिरहेको छौँ सबैजना लागिसकेको छ है अनि यत्रो गुण गर्नुभएको छ यत्रो चामल सामल सबैलाई दिइरहेछ दिएछ दिइरहेछ है हामीलाई पुऱ्याउनु पनि साह्रो पर्दै थियो है यति दिनुभएको छ अनि हामी उसको गुण त बिर्सिन सक्दैनौँ नि गुण त उहाँले बिर्सिन्छ कि जसले भुस खाएको छ हो कि भन्नुहोस् है गुण चाहिँ उहाँले बिर्सिन्छ कि जसले भुस खाएको छ हामी चाहिँ गुण बिर्सिनेवाला छैनौँ हामी जति पनि बगानमा काम गर्ने लेबरहरू छौँ है उहाँ सबैजनाले चाहिँ अगर भन्नुहुँदैछ कि हामी मोदीलाई दिने हो भोट सबैले भन्नुहुँदैछ फर्स्ट हामी चाहिँ यति नै भन्न चाहन्छौँ है तपाईँले चाहिँ खालि स्वार्थ मात्रै लुट्छ यहाँ केही गरेको छैन हाम्रो दार्जिलिङलाई ऊ दबाउनु उसको कन्ट्र्याक्टरलाई बचाउनु त्यस्तो छ लेबरलाई ऊ माथि केही छैन अत्याचार छ हामीलाई लेबरमाथि चाहिँ किन हामी यो बगानमा काम खटेर रिटायर भएको मान्छे हो 13 वर्ष भयो रिटायर भएको केही पाएको छैन बगानको अरू भाइहरूले पनि पाएको छैन केही पनि अनि थापाको यो ममतासँग मिलेर पैसा लिन्छ यसले पैसा लिन्छ कन्ट्र्याक्टरलाई यसले खुवाउँछ अनि थापा चोर हो अनि थापा एकदम चोर हो यो अस्तिको पालि हामीले तलनिर के अरे बगानको हाम्रो बोनस नदिँदाखेरि पनि हामी तल गएर धर्ना गरेको है अनि त्यति बेला पनि अनि थापाज्यू आउनु भएन किन आउनु भएन उहाँले बोलिदिनु भयो त हो किन भन्नुहोस् है उहाँ बडाले जो बोल्नुभयो वो सही हो किनभने हाम्रो लागि बोलिदिएको छैन अहिले हामीलाई बगान क्षेत्रमा हामी काम गर्छौँ हाम्रो लागि केही त बोलिदिनु पर्ने हो नि त उहाँ त हाम्रो सत्ता हुनुहुन्छ हो किन भन्नुहोस् है उहाँ त सत्तामा बोनसको बेलामा त बोलिदिनु पर्यो नि त र अहिले भोटको बेलामा आएर उहाँ बोल्नुहुन्छ मैले यो दिएको छु हजुरहरूलाई तपाईँहरूलाई यो दिएको छु खोइ कहाँ दिएको छु उहाँको क्यान्डिडेट जो हुनुहुन्छ अमर लामा उहाँले त सिधै भन्नुभयो नि जिटिएको भित्रमा त चाय बगानै आउँदैन र अस्ति पनि यहाँनिर आएर जिटिए भित्र परेन भने हामी कसरी अन्त हामी जिटिए भित्र कसरी होइन कसले होइन भन्नु सक्छ ऊ एकजनाले भनेर हुँदैन उसले भनेर हुँदैन उसलाई ऊ जिटिएबाट बाहिर भएको छ यस्तो मान्छे हो यो चोर हो अमर लामा चोर हो यो अब यसले कसरी यहाँ हामीलाई जमिन बेच्दैछ यसले यो जमिन त हाम्रो उहिलेदेखि बाजे बर्जेदेखि बसेर आएको हामी यसमा चाहिँ कसरी त्यसले जिटिए पर्दैन भन्दैछ त्यो त मुख्य गरी त गोर्खाले नै हुनुपर्ने हो अहिले घिसिङको टाइम हुँदो हो त घिसिङलाई त अब त्यस्तै चालबाज गरेर मार्यो उसलाई लास लाउनु टुङ्गामा दिएन लास ल्याउनु दिएन मान्छेले त्यसो गरेर उनीहरूले बितायो पैसामा हिमल गुरुङले पनि त्यही काम गर्यो अनि थापाले पनि त्यही गर्दैछ उसको ट्याङ्कीमा त पैसा पक्रेको त अन्त ट्याङ्कीमा पैसा पक्रेको थियो उसले सरकारले पक्रेको थियो ट्याङ्कीमा पैसा त्यो पैसाले उसले के गर्दैछ अहिले त्यो पैसामा ऊ नाच्दैछ यो छ उसको तपाईँलाई चाहिँ यो हुन्छ कि यसपालि चाहिँ अब सत्ता परिवर्तन होस् ज्यादा भयो सत्ता परिवर्तन त एकदम हुनै पर्छ पलायन हुँदैछ नानीहरूको जो पढा लेखा स्टुडेन्टहरू यसको लागि त फाइदा छ राम्रो छ मोदी सरकार त एकदम हुनुपर्छ तपाईँको यो अहिलेको लाडली बेटी छ त्यसमा मोदीले 3000 रुपियाँ दिन्छु भन्दैछ डबल इन्जिन सरकार भएपछि अहिले ममताले खाइरहेको छ लक्ष्मी भण्डारको बात लक्ष्मी भण्डारलाई चाहिँ यसले चाहिँ लाडली बेटी बनायो मोदीको लाडली बेटी हो यसलाई चाहिँ लक्ष्मी भण्डार बनायो नि त यसले नाम बदली गर्यो नाम बदली गरेर यसले चाहिँ खाइदियो पैसा अब यसले यो खानु पाउँदैन मोदी सरकार आएपछि चाहिँ डबल इन्जिन भएपछि चाहिँ हामी 3000 रुपियाँ पाउँछौँ यो भन्ने हाम्रो विचार घोषणा गर्नुभएको छ 3000 त्यो बढ्नु पनि सक्छ यो भन्नुभएको छ हाम्रो पेन्सन हेर्नुहोस् यस्तो कम्ती छ 1000 रुपियाँ पेन्सन बगानको अन्त तपाईँको भत्ता आउँछ 1000 रुपियाँ मोदीले बनाएको छ पहिला आसामतिर अहिले पनि आसामतिर लागु भयो 3000 रुपियाँ हाम्रो बङ्गालमा चाहिँ खालि 1000 रुपियाँ छ यो पैसा कहाँ गयो ममताले किन यस्तो काम गर्दैछ यो यसको चाहिँ भुललाई चाहिँ हामी चाहिँ एकदमै सुधार्नु पर्ने यसलाई दिन आउँदैछ यसको कति 15 वर्ष त भइगयो 15 वर्षमा मतलब यो सत्ता परिवर्तन गर्ने केही सोच्नु भएन 15 वर्ष दिनु मतलब बङ्गाललाई अहिले कहाँदेखि कहाँ पुर्याइसक्यो त्यही त भनेको यो सबैलाई थाहा भइसक्यो हामी सबैलाई थाहा भइसक्यो ममता जस्तो मान्छे यो चाहिँ आतङ्कवादी हो यो ममता आतङ्कवादी हो यो इन्दिरा गान्धीको बाउ हो यो इन्दिरा गान्धीले यस्तै गरेको थियो इन्दिरा गान्धीले हामी दार्जिलिङको मान्छेलाई कनिका खुवायो किसिम नराम्रो चिजहरू खानु पर्यो हामी पेटको लागि चामल थिएन त्यति बेला हामी मसिनो थियौँ बच्चा थियौँ त्यति बेला
अहिले ममताले यही काम गर्दैछ, इन्दिरा गान्धीले जस्तो गरेको थियो त्यस्तै काम गर्दैछ यसले। यो केटी होइन, यो आतङ्कवादी हो, यो लेडिज मान्छे होइन, यो महिला होइन, यो एकदम यो हरामी हो। यो राम्रो होइन यो मान्छे, म सिधा भनिदिन्छु यो डाइरेक्ट कुरा। गरिबलाई अत्याचार गर्छ यसले। अन्त कतिजनाले त यो पनि भन्दैछ कि ममता बेनर्जी बङ्गलादेशी हो। यो त हामीलाई थाहा छैन, मुस्लिम चाहिँ थाहा छ हामीलाई, यो मुस्लिम रहेछ, यो मुस्लिम हो यो। मुस्लिम पनि हाम्रो मान्छे छ, थुप्रो छ, राम्रो छ मुस्लिम पनि। यो चाहिँ एकदमै यसले चाहिँ खालि उताकोलाई मात्रै यसले चाहिँ गर्छ, बङ्गलादेशलाई मात्रै यसले गर्छ। रोहिङ्ग्याहरू यसले ल्याउँछ, यसले पाल्छ। रोहिङ्ग्या अन्त एसआइआरले गर्दा अन्त 320 जना नानीको बाउ निक्ल्यो। हुँदैछ, सुन्दैछौँ, यो पनि घटनाहरू सुन्दैछौँ, राम्रो छ। एसआइआरले गर्दा एसआइआर राम्रो हो कि नराम्रो तपाईहरुको? एसआइआर त एकदम राम्रो हो त, यो त एकदम ठिक छ, कुनै प्रकारको नराम्रो छैन यसमा। हामी यहाँको मान्छे, हामी नेपाली जाति जनतापछि बिहारी बङ्गाली सबै जाति, हामी यहाँको मान्छेले सबै चिज पाउने छौँ, हामी यहाँबाट हटिँदैन। त्यो भोटमा नाम बदली भयो त्यसमा केही छैन, फेरि आइहाल्छ। रोहिङ्ग्याहरू चाहिँ त्यसलाई बाह्र हुन्छ, बाह्र जान्छ। होइन बोल्नु न तपाईको। दिन गरेर आएको बाजे नै हो, बाजे नै मनपर्छ, अहिलेसम्म बाजेकै लागि नै छौँ। जे जस्तो उहाँबाट अब नपाए पनि बाजे नै अहिलेसम्म सोचिरहेको नै रहेको छु। त्यही हो बाजे। हजुर बाजेको मोदी। ए मोदी अच्छा, ये मोदी बाजे को सपोर्ट करते ये कह रहे हैं उनका सत्ता चाहिए, ताकि इन लोगों को जो 250 रुपए का जो मार झेलना पड़ रहा है उससे कम इन लोगों को ऊपर कुछ तो बढ़ाए, है ना? त्यही हो।